त्यो धेरै बेला जस्तो लाग्छ नमस्ते फुल दिन नै खेल्छ र दिन परे अल्टाउन गर्न खोल राति लाखे पुरानो क्यामेरा काम सिकाएको छोडो न लक्ष्मण बोले यस्तो लगाएको जस्तो मात्र गरेर नलगा बुझ्दै त्यसबाट खोज्छु कैची ल्याइदियो गाली गरिहाल्छ भन्नुहोस् नहोलिकन लगाइदिने होइन लगाइदिनु पर्छ बिगार्ने होइन त्यो हजार निकाल्छ त थिचेर
दामन बचा के रखना, नजरें झुका के रखना, दामन बचा के रखना, ले मैं तुझे आऊंगी, आएंगे तेरे सजना, दिल लगा के रखना, डोली सजा के रखना, आएंगे तेरे सजना, रेशम की डोरी की सहेली रेशम की डोरी छुप छुप के शर्माए देखे चोरी चोरी ये माने कस्तो लागेछ त लक्ष्मणजी? काई त रमाइलो रमाइला तपाईँलाई कस्तो लाग्दैछ? मलाई त एकदम रमाइलो।
Guru Govinda,
एकदम मजा आइरहेछ एकदम मजा आइरहेछ बिहेमा सेल बनाउन एकदम इन्ट्रेस्टेड हैन छैन सेल बनाउने भएपछि गर्मी भइरहेछ अब मलाई त अब छोरीको बिहे मजा लागेछ लास्ट टाइम मजा आएन सेल फेरि लास्ट टाइम सेल हल्का बनायो अब दोस्रो लटको सेल बनाइछ कल हाल्यो सेल हल्ला हाल्यो ओ सेल ताली 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 हैन लास्ट टाइम आएपछि मात्रै बन्द रहेछ यस्तो गर न हामीले यस्तो के गर्दै यस्तो यस्तै वाउ कस्तो राम्रो बढाउन लाग्यो
तिमी कहाँ उठाएर यही थियो कि यही छोरी मात्र हो क्या हेलो हेलो कस्तो लागेछ तिमीलाई कस्तो लाग्छ मेरो बेवार एकदम रमाइलो लाग्छ यहाँ दिदी कस्तो राम्रो भएर आइसकेछ हाम्रो दिदी oh my god mom's makeup going on and this is the bride uncle छोरीको बेमा आउँदा कस्तो फिल भइरहेको एकदम एक्साइटेड अनि त्यहाँमाथि अब कान्छी छोरी फेरि अब अर्को एक्साइटमेन्ट उसको बाटो खुल्यो अब त्यस्तो भन्नु भएन कस्तो लागिरहेछ अब मलाई त अब छोरीको बाउ कस्तो दुःख लागेको छ छोरी अनुहार पठाउँदैछु बुवा कस्तो लागिरहेछ त नातिनको बिहे हेर्न पायो हो नि अस्ति ल्याएर गर्नु पाइयो है होला कस्तो लाग्यो त भोक लागिरहेको छ रातको दिन नभए पनि धेरै गाह्रो पर्यो थ्याङ्क यू सो मच फर कमिङ आमै कस्तो लागेको छ छोरीको बिहे दुलेको घुम्तो लगाएको सारी खतरा हो नि फेरि ल अन द वे कस्तो लागिरहेछ दिदीलाई कस्तो लागिरहेछ नेपालमा हुन्छ चर्को भइरहेको हो भने कस्तो लागिरहेछ ब्राइड्समेड एक्साइटमेन्ट यही चिम्नी भेन्यू हामी चाहिँ आउँदैछौँ मान्छेहरू धेरै आइसकेको छ जन्तीहरू आयो कि आएन होला वाट डु यु थिङ्क आइसक्यो होला हुनु हिँडेको बिजुली बनेर बिहामा ओहो यस्तो राम्रो भएर कहाँ जान्छ के हो यसरी दिदीलाई नि भनौँ यहाँ यस्तो खिचमा कस्तो लागिरहेछ हजुरलाई अघि नै सोधा होइन फेरि सोध्यो नि त अब नयाँ आउँछ कि रेस्पोन्स कस्तो राम्रो देखियो हजुर ओके अब 1 घन्टापछि आउँछ सेटअप गरेको थाहा छ हामी एउटा कचौरामा घिउ चाहियो मलाई घिउ चाहिँ आगो बाल्न Okay, go back. Go to mom. म हजुरलाई आइसक्छ दुःख दिँदिनँ होइन मिस मलाई अब ट्राई गर्छु त खाना दिनु होइन चस्मा चाहियो मैले ल्याएको छु के गर्छ त ल्याएर मैले दुइटै ल्याएको छु इन केस इफ यु वान्ट भिडियो खिच्न होइन रियलमै मिलाउनु पर्यो हो क्या सारी मिलाउँदै हामी सारी मिलाउँदै
कस्तो फिल हुन्छ त बुढीको साडी मिलाइदिनु पर्यो दुलैको साडी यस्तै गर्नुपर्छ बे गरेपछि त म त बे चाहिँ गर्नु पर्यो जस्तो छ सही हो सही कहिले छ त फ्युचर प्लान चाहिँ अर्को बे पनि हामीलाई खानु पर्यो अहिले सुन सुन हजुर हो न त फुलले चढाएको अनि हजुरले समातेर बुढीलाई समातेर ल्याएर यहाँ ट्याक्कै राख्दै यहाँ ल्याएर ल्याउने त्यसो स्वयंवर गर्दै स्वयंवर पछि बराबर साडीले जुत्ता लुग्नु कतिखेर कता हेरेको छाता उडेर साइड चाहिँ हो नङ तासुम नङ देउलीले नङ 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 मेरो त छैन म त तासुम आइपुग्यो त जन्ती अङ्कल रेडी हो नि त जुत्ता चढ्नु म त अङ्कल र भिनाजुको भरोसा है आज अनि त्यसको पछाडि रागबी धेरै मेसी मनिलाको हाम्रो बाउजू मलाई नचिने झन्डै मलाई नचिने त्यो मेकअपले यति राम्री आफू बन्ने न भन्नु परेन त होइन ल लिएर जाऊँ ल हामी यहाँबाट त होइन मेरो भिराज मेरो फोन राख्छु त कतातिर रेडी हुनु पऱ्यो होइन यहाँबाट त होइन तर भित्र चस्मा लाऊ न छोरो एकले अङ्कलले बोक्सिन्छ ओह माय गॉड दुलासँग आउनु सबै दुलाले ल्याउने मान्छे र कसरी भाइ भित्र जाने होइन we go later not now तपाईहरुले जिरोमा ढोका छ एउटा
पिर्का चाहिने र पिर्का यता छ बाजा बजाउने गाजा बजाउने त सबै दुलैको घरबाट ल अब जुत्ता खोल्ने गीत यत्तिकै लिएर गएर 2025 जुत्ता ल हामीले जुत्ता लुक भेट्यौँ सक्सेसफुल लुकाउँदैछ है त्यसैले देखाएको छैन यसो छुट्यो मिसन सक्सेसफुल कस्तो लाग्दैछ हङ्ग्री एकदमै अनि के लिनु त आज अब हामी दुलैको दिदी बहिनी हो हामी सिस्टर्स के लाग्दैछ त सिस्टरहरूलाई कस्तो लाग्दैछ एकदम दुलैको सिस्टर हुँदा कस्तो लागिरहेछ कि म साली बनेर जुत्ता लुकाउन पाइनँ जुत्ता कहाँ लुकायो त अनि रश्मि जुत्ता लुकायो भने जुत्ता कहाँ लुकायो म लुगाएको हो होइन बार्गेन जस्तो सँगै गर्नुपर्छ भनेर प्लान गरेँ ए हो र तपाईँले जुत्ता लुकाउनु भएन मैले लुकाएन म दिदी परेँ नि त 1-2 महिना तिमीले लुकाएन कस्तो लाग्दैछ ल सबैलाई सही हो सही मलाई एकदम रमाइलो लाग्दैछ अब इन्जोय गर्दैछु बिहामा अस्ट्रेलियाको पहिलो बिहा इन्जोय गर्दैछु होइन एटेन्ड गरेर पहिलो बिहा त होइन पहिलो नै हो ए पहिलो बिहा चाहिँ पहिलो बिहा पहिलो बिहा चियर्स पहिलो बिहा कस्तो बिरामी पर्छ सँग म भेट्न पाएको छु अहिले यो बिहा जुरिएको रहेछ हाम्रो कान्छुवाकोलाई रमाइलो छ राम्रो छ कति पछि भेट्नु भयो सायद 5 वर्ष 7 वर्ष जस्तै एराउन्ड भयो होला त्यो नभेट्यो भन्छ यहाँ आएर भेट्ने मौका बहुत खुसी लागेको छ धेरै खुसी लागेको छ त्यो पनि बिहाको मौसम त्यही बिहाको उपलक्ष्यमा बिहाको ब्रिजबेनदेखि आशीर्वाद दिनलाई जुरेको रहेछ ब्रिजबेनदेखि आउनु भएको छ यो धेरै खुसी लागेको छ यो स्मरणीय नै रहनुपर्छ यस्तो कुराहरू कस्तो लाग्दैछ लक्ष्मण चाहिँ तपाईँलाई बिहा जस्तै लागेको रमाइलो लाग्दैछ हरिको किन आमाको घर थियो नि पुरानो घर थाहा त सकिसक्यो त्यही भएर पुरानो घर तल झरेछ कि त्यो तल झरेछ हजुरले मैले चिनेको छैन मैले चिनाएको छैन झरा नि त राजेन दाई हुन्छ नि चामल सेरन दाई सेरन कालिम्पोङ गरेर निस्किरहेको लागि भएन छ खिच्नै बिर्छु सर एकचोटि फेरि रेकर्डबाट नै खिच्ने छु ओके एकचोटि फेरि ल ल ल लजार हुन्छ बस
बसो हो पवित्रमा सतारम बसो हो पवित्रमा सदारम दिवाता पुनात बसो पवित्र सदार सुप्पा काम दुख साविसै साविसकर्मा साविसदाय परमेन धामनाथ श्रीण साभिरागिनी त्याम समर्पिताय वशिष्ठाय नमः ओम यो सातवटा ऋषिलाई सम्झेर पूजा गर्ने है त सुरुमा ओम अत्रय नमः दोस्रोमा वशिष्ठाय नमः तेस्रोमा तक्ष छुर्दे भैतम प्रदा शुक्र मुन्द्रता पश्चिमा सर्वधास्तं जीवेन नयाँ कसम खाएको थिएँ कसम आइदिएको सदमा प्रैछन् स्वाहा अब हजुरको आफ्नो कुलदेवतालाई चढाउनुहोस् त्यो कलशमा चढाउनुहोस् कुलदेवतालाई हजुर अनि आफ्नो इष्ट देवतालाई चढाउनुहोस् हजुरले जो देवता मान्नुहुन्छ सबै देवतालाई सम्झेर चढाउनुहोस् आफ्नो हजुरले गाउँको वरिपरिको जो देवता सम्झिनुहोस् सबैलाई साक्षी राखेर म चाहिँ आजबाट विवाह गर्न जाँदैछु अब यो कन्यालाई चाहिँ म आजबाट आफ्नो सिन्दुर हालेर पत्नीको रूपमा स्वीकार गर्छु भनेर थोरै आफ्नो सबै मान्ने देवतालाई चढाइदिन्छु ल अब त्यो फुलको माला निकाल्यो भने कम्फर्टेबल हुन्छ होला अब हजुर अब सुरु गर्नुहोस् आन्टीले भैमा राखिदिनुहोस् हजुरले त्यहाँ राख्नुहोस् अनि त्यहाँ सुनको असर फेरि अलिक मजा ठुलो स्कुप निकालेर मजाले त्यो धारो नटुटो सकेसम्म लगेर ओम मनसकामाको तिम बास बस्याना बसुरान पंचरा श्री श्रायतामा नाभ्यास्तान तर्छ यसो कलशलाई छौनुस् आन्टी कलशलाई छौनुस् हजुरले नत्र दुलैले चाहिँ अल्टार हुन्छ सुन भाषा ए लाग्छ ओम मनल लानुस् ओम श्री सते लक्ष्मी सपत्ने भवरात्रि पार्श्व नत्र उपवस्थित ख्यान मैथान सर्वलोकमा एक्सन सावर्तमान विषय नम्बर त परेन सम्प्रदाय थियो जाति न बनाएपछि तदैव लग्नम सुदिनम तदैव तारा बलम चन्द्र बलम तदैव विद्या बलम तदैव बलम त लक्ष्मी पते तैनि स्वयं सर्वमंगल मंगलले शिवे सर्वसतिके शरण नेत्रम्बक नारायण नमस्ते सेम प्रोसेस अब हजुरको अग्निलाई अलिकति सुरुदेखि नै जसरी अग्निलाई हजुर त्यसपछि दियोमा अनि त्यसपछि कलशमा अनि गणेश भगवानलाई अनि अग्निलाई अनि आफ्नो कुल देवतालाई आफ्नो इष्ट देवतालाई ग्राम देवतालाई हजुरले जो देवता माने सबैलाई चढाइसकेपछि ल दोस्रो उहाँलाई त हजुरको यसलाई दोस्रो लटमा हजुरको फेरि आफ्नो कुल इष्ट पितृलाई सबै चढाइसक्नु भएपछि अब सुरुमा धारो लगाउँदै लगाएर मनसकामाको थिन साबाचा सत्यमस्य पशुना रूपमनेश्वर रस श्री सयताम मन्त्रार्थम सफलासन्तु पूर्णासन्तु सतुणा बुद्धिनाश मित्राणम श्री सत्य लक्ष्मीपति नवरात्रि वार्षिक ख्यान ख्यान ममैखम सर्वलोकम मैखाणम तदेव लग्नम सुदिनम तदेव तारा बलम चन्द्र बलम तदेव विद्या बलम दैव बलम तदेव लक्ष्मीपति तैनि स्वयं सर्वमंगलम अब तेस्रो सर्वमंगल मांगल्ये शिवे सर्वासाधिके शरण नेत्रम्बके गौरी नारायण सबै कुल इष्ट देवता पितृदेवता सबै देवतालाई चढाइदिनुहोस् दियोमा चढाउनुहोस् कलशमा गणेशमा सबैलाई चढाइसकेपछि अब चाहिँ मजाले धारो लगाएर मनसकामाको तिन बास तपस्या रूपमेश्वर श्री श्रयताममा बसो हो पवित्र सदारम बसो पवित्र सदारम देवासनाथ बसो पवित्र सदार सुप्लाकामलाई दिदीले हजुरले छोपिदिनुहोस् त्यो चाहिँ ट्याक्क हजुरले त्यो छोप्दै त्यसलाई बिटको लाउनुहोस् बिटकोलाई त्यसको भित्र पारेर उहाँको दुलैको हातमा हालिदिनुहोस् त्यसलाई हजुर पैसालाई सहितलाई त्यसलाई चाहिँ त्यो भित्र अट्दैन होला त्यसलाई बिटको लाउनुहोस् अट्छ अनि राख्नुहोस् बिटको राखिदिनुहोस् हजुर त्यसको भित्र ल दुलाले अब उचाल्ने प्र्याक्टिस गर्नुभएको छैन उचाल्नुहोस् नभएदेखि ल सर भनेर सारिदिनु नबस्नुहोस् उठ्नुहोस् एकछिन ल अब दुलैले हात समातेर नबस्नुहोस् भनेर बसाएपछि बस्नुहोस् परस्पर हेर्नुहोस् अनि परस्पर हेर्नुहोस् दुलैले दुलाको घोडा ढोक्दिनुहोस् ढोक्न मन छ भने मन छैन भने हात ढोक्दिनुहोस् त्यो पनि मन छैन भने नमस्कार गर्नुहोस् दुइटै घोडा ढोक्नुहोस् अनि त्यसपछि $5 दिनुहोस् अरूको कुरा यो दिनुहोस् ल कुरो मिलिसक्यो अब छोडिदिनुहोस् नेपाली 5 रुपैयाँ नेपाली 5 रुपैयाँ
नेपाली हो के आउँदैन होइन त्यो त भएन नेपाली लाग्नु एकदम राम्रो कुरो मिल्यो यसरी नै हो पुग्ने ल ठिक छ केही छैन ल यो दुला दुलाइले फेरि ढोगिराख न अब राउन्ड 2 हैन अब दुईजनाले बोक्नुहोस् दुईजनाले त ल हैन त्यो चाहिँ म भन्छु हजुरले छोडिदिनुहोस् देब्रे हात उठाउनुहोस् दुईजनाले नै अनि हैन त्यसरी नै बस्ने हो ठिक छ अनि दाहिने हातले दाहिने हातले चलाइराख्नुहोस् नउचाल्नुहोस् हो बिस्तारै मिलाएर घुमाइराख्नुहोस् हो नवरात्रि पाठशाला खाने खाना ममेखान सर्वलोकमा आगोमा सिकाउनुहोस् त्यसलाई पुनन्तुमा देवजना पुनन्तुमा साध्य यसरी हातमा लिएर यसरी सेक्ने पुनन्तुमा देवजना पुनन्तुमा साध्य पुनन्तुमा सावितान जात वेद पनि हेवा नाभ्या सिद्धन्तरिक्षको शीर्षदेव पद्याउनु सता फेरि चलाउनुहोस् श्रेष्ठते लक्ष्मी सबन्या भवरात्रि पाठसेना त्राणको बस्ने खाने खाना मम्मै खाना सर्वलोकमै खाना त्यसलाई ठ्याक्क सुल्टाइदिनुहोस् पालै पालो दुलाले दुलालाई खुवाइ हैन भाँडो मात्रै माथिको मात्र सुल्टाउने तलको छोडिदिने ल अब बाहुर खुवाउनुहोस् चखाइदिनुहोस् ल अब आचमन गर्नुहोस् हजुरहरूले आचमन गर्नुहोस् ल अब यो भनेको चाहिँ हजुरलाई जुठो खुवाएको हो अब ल अब छेउमा राखिदिनुहोस् त्यसको काम पनि सक्यो माहुर खाने काम पनि सक्यो अब हामी तयार हो अब हजुरहरू को तान्ने मान्छेहरू आउनुहोस् तर सुन्नुहोस् है तान्दाखेरि चाहिँ के भने मन्त्र नसकेसम्म कसैले पनि नतान्नुहोस् है तान्नुहोस् नभनेसम्म कसैले पनि नतान्नुहोस् यो मलाई दिनुहोस् त एउटा यो चाहिँ भेट भएको हुन्छ उनीहरू कम्फर्टेबल हुन्छन् यहाँ खेलेर बस्छन् यहाँ के अरे पासा खेलेर बस्छन् त्यो बेलामा हामी माथि बसेर हामी अरू मान्छे अर्कोतिर बिजी हुन्छ लाजा भुटिरहेको एकजना बिचमा बसेर चाहिँ हजुरको त्यो उसलाई चाहिँ चलाइराख्नुपर्छ त्यो दुबोले अथवा उसले चलाइराख्नुपर्छ दुईजनाले दुईतिरबाट स्प्रेड गरेर राख्ने अनि अन्तिममा मैले तान्नुहोस् भनेर लाउड एन्ड क्लियर सबैले सुन्ने गरी भन्छु अनि त्यसपछि तान्नु होला है त ल उ त्यो राख्नुहोस् त त्यो कुरा छ यसलाई मजाले फैलाउनुहोस् हजुरको सुपारी कहाँ छ बचेको सुपारी छ सुपारी चाहिँ दुईटा सुपारी राखेर हजुरहरू परस्पर हेरेर बस्नुहोस् एक आपसमा हेरेर बस्नुहोस् अनि हजुर पुरै फैलाउनुहोस् है नत्र त्यो तानातान भएर दुलै यहाँ फेरि दुलै माथि बुलडोजर चलाएको जस्तो हुन्छ त्यसो नगर्नु होला है मैले भने नि हजुरहरूले हो मैले भने नि है अहिले तान्यो भने चाहिँ जसले पहिला तान्यो त्यसले हार्यो त्यही भएर यहाँ बिचमा लाभा राख्नुहोस् त त्यसमा बिचमा लाभा राख्नुहोस् हजुरले यहाँ लाजा राखेर भुट्ने हजुरले एकजनाले चाहिँ यहाँ दाबिलो चलाउनुहोस् यो दाबिलो हजुरहरू मात्रै एकजना न्युट्रल एकजना बस्नु पर्यो दिदी एकजना न्युट्रल बस्नु पर्यो त्यहाँ बिचमा एकजना बिचमा पछाडि ठ्याक्कै पछाडि बेस्ट अफ लक है बेस्ट अफ लक मलाई 3-4 मिनट लाग्छ मन्त्र पढ्नलाई है म हजुरलाई भन्छु मजाले भन्छु अनि मात्र जान्नु होला है त ओम श्री सत्य म हजुरहरूलाई चाहिँ नि कसको के राम्रो छ म सोध्छु म के अरे दुलाको नाम भन्छु दुलैको नाम के भन्नुपर्छ है म भगवानहरूको है हस्बेन्डको नाम भन्छु कसले जसले भन्छ उसले जित्छ है त ओम हजुरले चलाइराख्नु पकाइराख्नुहोस् हजुरले त्यहाँ फुट्नुहोस् त्यहाँ ओम बसो पवित्र सदारम बसो पवित्र सदारम देवास बसो पवित्र सदारम सुपाकाम साविसकर्मा साविसकर्मा नाम गरेको बसो धर्म दिने प्रतिवादी के त श्री सत्य लक्ष्मी पत्नी वाजे पार्सना बस खाना मेखा सर्व लोकमै खाना ल सुन्नुहोस् है त यथा इन्द्रस्य इन्द्रको पत्नीको भन्नुहोस् यथा इन्द्रस्य इन्द्राणी यथा दशरथस्य दशरथको भाइ कौशल्या यथा रामस्य रामको सीता यथा रावणस्य रावणको यथा बालिश्च बालीको हजुरहरू त्यहाँ खेलेर बस्नुहोस् त्यहाँ तारा हजुर
त्यहाँ सुपारी दुईटा छ सुपारी खेलिराख्नुहोस् ओम यथा वायु छ वायुको पत्नी अञ्जनी यथा नलस्य नलको पत्नी दमयन्ती यथा पुरुरवस्य उर्वशी यथा पुरुकुत्स नर्मदा यथा सन्तनुश्च सन्तनुको गङ्गा यथा धृतराष्ट्रस्य धृतराष्ट्रको गान्धारी यथा पाण्डवस्य पाण्डुको कुन्ती यथा पाण्डवाना पाण्डवको द्रौपदी यथा भीमसेनस्य भीमसेनको हिडिम्बा यथा अर्जुनस्य अर्जुनको सुभद्रा होइन अर्जुनको एउटा यथा दुर्योधनस्य दुर्योधनको भानुमती यथा आदित्यस्य आदित्यको सूर्यको छाया यथा चन्द्रस्य चन्द्रमाको रोहिणी यथा गणेशस्य गणेश भगवानको सिद्धि यथा अंगिरसको शुभचोरवती यथा अगस्त्यको लोपमुद्रा यथा योगेश्वरस्य मैत्रेयी यथा वशिष्ठस्य वशिष्ठको अरुन्धती यथा अत्रिको अनुसुया यथा ब्राह्मणस्य ब्रह्माको सावित्री यथा कृष्णस्य कृष्णको रुक्मिणी यथा पशुपतिस्य पशुपतिको महादेवको उमा वा पार्वती हजुर यथा गौतमस्य गौतमको अहल्या यथा हिमालयस्य हिमालयको मेनका ओम श्री सती लक्ष्मीपत्नी नवरात्रि पार्षण तान रूपम खान खाना मम खाना सर्वलोकम खानम बस हो ओम अभिता दुर्गा कल्याणवती धनवती पुत्रवती यौवनवती यशोवती भवेति भवचो वाचा श्री सती लक्ष्मीपत्नी नवरात्रि पार्षण तान रूपम खान खाना मम खानम सर्वलोकम सर्वमंगल मांगल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यंबके गौरी नारायण श्री रत्नम च मया प्राप्तम तत्प्रसादम हिमालय यद्यत् कल्याण त्रिलोके याच भक्तिरज आयुर्वेद तत्तानां सर्वभूत सतता ओम इति रतान्तिनु च्यातेपछि पिङ्कु बिहे एटेन्ड गरेर कस्तो लाग्यो पिङ्कु कस्तो लाग्यो बिहे एकदम रमाइलो भयो How was the wedding? Good. Okay. All right. Also good. Didi, कस्तो लाग्यो? एकदमै रमाइलो भयो. Enjoyed it a lot and very happy married life for the couple. Vinaytu, any reviews? एकदम राम्रो लाग्यो अस्ट्रेलियाको पहिलो बिहे देख्न पाइयो त्यसको लागि एकदम आभारी छु म आभारी हो यदि म नेपाली See you next time soon. फोटो खिच्न बस है कि घाम सेक्न बस ओहो अब खत्नु पर्यो अब खोल्नु पर्यो रहर लाग्यो जस्तो छ अब नेक्स्ट टाइम नेक्स्ट दिदीको पाली ल हैन हजुरले खाना खाइछ ए नो थ्याङ्क यू भेरी मच नो मिल्ने गरे एउटा बोतामा अलिकति पैसा राखेर के छ त हजुरको बिहे याद रहेछ क्या मोस्ट अफ है हजुरको लामै भयो चाहिँ पुरै दिनभरि नै है गाह्रो हुन्छ है बिहे गर्न कस्तो लाग्यो त आज त्यो हुन्छ नि त्यही टाइमको कसले के भन्यो याद आइरहेको तिमी चाहिँ प्र्याक्टिस गरिरहेको क्या सबै थाहा भन्नु भइसक्यो उसलाई त ल हाम्रो पनि बोलाइछ है त ल कस्तो सार छ कि छैन अहिले जुत्ता लुगाको पैसा जति ल्याएको छ अहिले ढोका छेक्दाखेरि त्यति डबल बनाएर दिने के चलिरहेछ very good gossip going on
जस्तो गर्न त पाइँदैन हजुर काम हामीले गरेर चाहिँ भन्ला कस्तो लाग्यो हजुरको आज जति काम रुन्छ कि रुन त दिदी लाउनु हजुर रोइसिन्छ कि रोइसिन्छ म त रुन्न नि किन हजुर रोइसिन्छ म त रुन्न रोइसिन्छ कि रोइसिन्छ आमा रोइसिन्छ कि रोइसिन्छ धेरै हल्लाइसक्यो ए ल एक्सपिरियन्स बढी भएछ ल मैले पहिलोचोटि अन्माको मन मेकअप बिग्रिन्छ है मम्मी पुरै कालो हुन्छ हाम्रो कालो हुन्छ प्याज काटेर म प्याज लगाइदिन्छु त सजिलो हुन्छ नभए सुन्तलाको लागि हजुर कस्तो लागेको छ म अहिले रुन लागिसकेको छु भने यता सबैतिर सुरु हुन्छ बाबालाई सोध न एकछिन बाबा कस्तो लाग्यो रुनी कि नरुनी रुनी कि नरुनी कहाँ रुनु रोएर हुन्छ नरुनी रुन्छ कोही त्यस्तो छ को पुश पुश बुवाको एन्ट्री भयो त्यसलाई सुल्टाइदिनुस् यता बस्नु यता चिन्नुहुन्छ त बुवा टु बुवा कम्युनिकेसन चिन्नु भएन अलि अलि यता हेर्छ बुवा यता अब देख्छ बा हाम्रो बा हाम्रो छोरालाई हाम्रो एकदम सार्वगुण सम्पन्न 32 लक्षणले सम्पन्न कन्यालाई हामीले विवाह गरेर दियौँ हजुरहरूलाई धन्यवाद आइदिनु भएकोमा भगवानहरूलाई भनेर सबै तिर्फुलस्ता चढाउनुहोस् भयो यस्य स्मृत्याच नामोक्त्या तपो यज्ञक्रियादिषु न्यूनं सम्पूर्ण सत्यं वन्दे तमच्युतमं यस्य स्मृत्याच नामोक्त्या तपो यज्ञक्रियादिषु तिष्ठ ब्रह्मसुदेवं तस्मै कस्तो लागिरहेछ मलाई रमाइलो लागिरहेछ हो र ए भएन है यो गोप्रोमा त भिनाजलाई सोध्ने भिनाजलाई उतै उतै गरेर बार्गेनिङ गरौँ न क्यामेरामा देखिन्छ यता 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 तिमी माइक पनि छ माइक पनि कतै राखेको रहेछ तिमी बोले साउन्ड क्लियर आउँछ मलाई एक्ज्याक्टली चाहियो कति अझ थप्छ ल लिएर आऊ ल गर्न पाइँदैन एउटा जुत्ता मात्रै आउँछ त्यो प्राइसमा जम्मा $5 को जुत्ता हो त्यहाँ $500 भइसक्यो तिमीले भनेको 5000 के भन्ला भन्दैन न मैले यत्रो बार्गेन गरे अलि पुगेन मुखेर भयो भनेर अलिकति भने जस्तो लाग्थ्यो त्यो रोकेर घर लगाएको छ 5000 को कति पर्सेन्ट पायो तिमीले इन्ट्रेस्टमा लिँदै गरौँ लक्ष्मण ब्रो त्यही बसौँ होइन जुत्ता त्यही बस जुत्ता लगाइदिनु पऱ्यो नि त ल बिहा गर्ने बेलामा सम्झिने होला ल के हातमा लिएर चढाउनु पर्दै हिँड्नु पर्दै होइन
बग्ने होइन बगेर तिमीभन्दा धेरै गाडीसम्म बोक्नुपर्छ गाडी त यहीँ छ दुईचोटि भयो मेरो अलिकति नपर्ने हातमा त्यो रितुल रोयो ल भयो अब जाने गर अङ्कल Ladies and gentlemen, thank you.
Let's give a big round of applause.
जति हामीलाई आँसु बुझ्न देउन मात्र Alright, ladies and gentlemen, त्यति भन्दै हामीसँग very few performances बाँकी छन्. For the next performance, let's welcome Radhika on the stage, please. सबैजनाले ताली बजाएर आप जिस नंबर से संपर्क करना चाह रहे हैं उसकी शादी हो रही है. सोनी सी गई है फटो तक याद गई चल के तेरे हैं परमानेंट हर कोई कहे तू एक्सीलेंट कोई टोकेगा ऐसे बार बार मिले मौकेगा सहरा तो बात के आजमा बारात बुला रे पालकी में होके सवार चली रे मैं तो अपने साजन के बार चली रे सवार चली रे अपने साजन के बार चली रे रोक रे मैं नाच दी चम 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 पालकी में होके सवार चली रे तो अपने साजन के बार चली रे तुझे जाने पे आई संगीन बदलती लाई तैयार हो तुम सजना मेरी पालकी है आई शर्माती घबराती हो पिया के घर बदलाती भर खाती हो
dance. Thank you so much, Radhika ji. When you first met, who made the first move? पहिलोचोटि भेट हुँदा कसले first move गर्यो? So good so far. Next question. Who is the better driver? Next question. Who is smarter? सबभन्दा पाठको? Nice answer. अर्को question. Who is creative? सबभन्दा धेरै creative को? Okay. Next question. Who is better at keeping surprises? Surpriseहरू राख्नु? Next question. Who will be doing the cooking? सबभन्दा बढी cooking को गर्छ? Good answer. Next question. Who is likely to get injured first? पहिला अब हिँड्दाखेरि यसो ठेस गरेर लडिहाल्ने खालको को छ? Nice answer. Okay. Other questions. Who is better looking? Next question. Who starts the argument? 50-50. Same question again. Okay, who is the first to say I am sorry? Million. Next question. Who spends more money? True. Okay, next questions. Who will be in control of the remote? TV ko remote ko start ho raha hai. Remote ko lagi. Next questions. Who will be the most likely to wake up grumpy? So, would you be taking resign? Last one, bro. Nice try. Next question. Who is messier? Sabanda, but mess. That's the point. Next question. Who has the better shower singing voice? Sabanda, ramro shower ma ramro.
सबभन्दा राम्रो डान्स गरेको? Okay, next question. Who spends more time on Facebook? The next question. Who is more quick to get anger? सबभन्दा छिटो रिस कसले हुन्छ? अनि who is better at giving directions? बाटो हिँड्दाखेरि Next question. Who is more stubborn? सबभन्दा जिद्दीको? 50-50 होइन होला, अलि हो र? होइन होला, यसो डिस्कस गर्नु पर्यो क्या? अर्को question. Who has the better sense of humor? अलिक फन्नी मान्छे को हो सब? Arko question. Who is more responsible? Okay. Next questions. Who is more forgetful? सबभन्दा छिटो बिर्सिहालेको? Next question. Who is the best chef? Next question. Who wakes up first? सबभन्दा छिटो को उठ्नेवाला? Next question. Who is more likely to start an argument? Okay. Who is more talkative? सबभन्दा बढी को बोल्छ? Other questions. Who has more dressy clothes? Dress sense कसरी? Obvious खालको question भयो हैन? अर्को question. Next question. Who is the most fast food? Junk खाने धेरैको? Oops. Okay, next question. Who is older? Of course. Who is smarter? Okay, next question. Who is the most good-looking family? हजुर बचिसक्यो आज है. Next question. Who wins the more argument? झगडा त कसले जित्छ? Next question. Who is most likely to get arrested? Nice answer. Next question. Who is more likely to rob? कसैलाई rob गरिदिने खालको कसैलाई यस्तो रिस उठ्दैमा यसो थप्पड हालिदियो खालको को हुन्छ? कस्ता छिटो रिस उठ्छ है अघि त? Next question. Who gossips more? सबभन्दा बढी कुरा कसलाई गर्नुहुन्छ? Okay, next question. Who stays up later at night? Policy? Okay. Alright, next question. Who has better hair? Next question. Who is more loving? कसले धेरै माया गर्छ? भएन फेरि ट्राई once more. कसले धेरै माया गर्छ? Nice answer. यो भन्दै यो गेम कन्क्लुड गर्न चाहे मैले आज. Well done, Brad and group. सबैले इन्भिटेसन एक्सेप्ट गरेर आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद. Thank you everyone for coming and joining us for this night. Thank you everyone again and then making our this moment very beautiful. Thank you so much everyone. Thank you. Thank you everybody for coming and for your blessings. Thank you. Thank you.
घुमा के अन्ना के जैसा चश्मा लगा के कोकोनट में लस्सी मिला के आ जाओ सारे मूड बना के मुझको को थोड़ा राउंड घुमा के
भन्छे बाउसित डराएर आउँछैला आउँसित डराएर साँझ जाने बाटोमा तनाउ बिर्सी जाने मायालाई के भनौँ साँझ जाने बाटोमा तनाउ बिर्सी जाने मायालाई के भनौँ साँझ जाने बाटोमा तनाउ बिर्सी जाने मायालाई के भनौँ बिर्सी जाने मायालाई के Thank you.
कहिले खाली मन पर्यो कहिले गोरी मन पर्यो कहिले खाली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ए ससुरा बा मलाई साली मन पर्यो लम्मा ससुरा बा मलाई साली मन पर्यो
Alright, ladies and gentlemen, हाम्रो यो रिक्वेस्ट आएको छ लास्ट सङ गर्नु है त दही दुध खानु नाते तर मलाई दही दुध भन्दा खोया बिर्के जाने की साउरी किन मलाई यति धेरै तिमीको माया लाग्यो पानीले साका साकै सानीले इज्जत गर्यो तिमीले पानीले साका साकै सानीले इज्जत गर्यो तिमीले पानीले सब मिहन नभनेर जहिले पैसा खोल्छिन् उधारो नि दिन्छन् काटे हाँसी हाँसी बोल्छिन् भाइ दिदी बहिनी दसैँ आउँदा जोड्छौँ यो माटोको कसम खान्छौँ आजै रक्सी छोड्छौँ Wow, that